नमस्ते, मेरो नाम प्रदीप खनाल। हामी तीनजना संस्थापक छौँ ककाकीको। त्यसमध्ये एकजना चाहिँ म हुँ। ब्याकग्राउन्ड भनेको इन्जिनियरिङ ब्याकग्राउन्ड हो, इलेक्ट्रिकल इन्जिनियरिङ। म टेक इन्डस्ट्रीमा 15-16 वर्षदेखि कार्यरत छु। हाम्रो ककाकी सुरु गर्ने उद्देश्य भनेको आइडेन्टिटी नै हो, पहिचान नै हो। विदेशमा गएपछि त्यहाँकै अब व्यस्त जीवन वातावरण, उनीहरूको बालबच्चाहरू पनि नेपाली बोल्न अप्ठ्यारो मान्ने, अनि नेपालमा भएको परिवारजन आफ्ना हजुरबा हजुरआमासँग पनि त्यति धेरै खुलेर कुरा नगर्ने। यसरी त भएन। आफ्नो आइडेन्टिटी, आफ्नो पहिचान भने त पछिसम्म चाहिन्छ। आफ्नो भाषा, संस्कृति, पहिचानलाई कसरी जोगाइराख्ने भन्दा मुख्य एउटा माध्यम भनेको भाषा हो। भाषा एउटा भयो भने ह्युमन कनेक्सन भन्छ नि, हो ह्युमन कनेक्सन हुन्छ। हाम्रो आफ्नै छोरीहरू छन्, उनी छोरीहरूलाई नेपाली भाषा सिकाएर सुरुवात गरौँ भन्ने एउटा आइडिया आयो। अनि हामीले नेपालमा एकजना शिक्षिका खोज्यौँ। छोरीहरूले नेपाली भाषा सिके, प्रगति गर्दै गए, झन् राम्रो गर्दै गयो। त्यो देखेपछि झन् हामी हौसियौँ। एउटा प्लेटफर्म नै सुरु गरौँ त। एउटा प्लेटफर्म नै सुरु गऱ्यौँ भने हामीले धेरै अभिभावकहरूलाई, धेरै साथीहरूलाई यो सर्भिस पनि प्रोभाइड गर्न पाउँछौँ भनेर हामीले ककाकी सुरु गऱ्यौँ। ककाकी भनेको नेपाली वर्णमालाको ककाकी भइहाल्यो, तर यसमा चाहिँ अझ अर्को डिप मिनिङ चाहिँ के छ भन्दा क भनेको कलम, का भनेको कापी, की भनेको किताब। सो कलम, कापी, किताब यो तीनटाको एउटा सम्मिश्रणले चाहिँ मान्छेले सिक्ने, लर्न गर्ने हुन्छ। ककाकी त्यति प्रोनाउन्स गर्न गाह्रो पनि छैन, सबैको मुखमा जुनिन्छ भने त्यो हिसाबले ककाकी भन्ने नाम राखेका हौँ। अभिभावकहरूलाई आफ्नो बालबच्चालाई नेपाली सिकाउन, नेपाली संस्कृति भाषासँग चाहिँ सम्बन्ध राखिराख्नको लागि कसरी गर्न सकिन्छ भन्ने सोच चाहिँ एकदमै बढेको पनि पाइएको छ। त्यो प्रब्लम छ, मान्छेको अभिभावकको इच्छा पनि छ, त्यसलाई कसरी सल्भ गर्ने त। अनलाइन क्लास प्रोभाइड गर्न सकियो, अनलाइन एउटा अनुभवी प्रोफेसनल शिक्षकले पढाउन सक्यो भने त झन् इफेक्टिभ हुन्छ भनेर हामीले नेपालबाट अनुभवी शिक्षकको प्रयोग गरेर त्यो प्रयास गऱ्यौँ। त्यो एकदमै सक्सेसफुल भयो, राम्रो भयो। अनि त्यसैलाई नै एउटा प्लेटफर्मको रूपमा लिएर अगाडि बढायौँ। ककाकी मोस्टली अनलाइन क्लासेस हो। यहाँ सबै क्लासेसहरू अनलाइन हुन्छ। हाम्रो मुख्य स्ट्रक्चर भनेको चाहिँ के हो भन्दा एकदम सानो कक्षा हुन्छ। 3 देखि 4 जना विद्यार्थीहरू हुन्छ नि। ग्रुप क्लास भयो भने त्यसो गर्दाखेरि इन्डिभिजुअलाइज अटेन्सन, शिक्षकले हरेक विद्यार्थीलाई इन्डिभिजुअल्ली कस्तो प्रगति गरिरहेको छ हरेक क्लासमा एटलिस्ट पनि 20-25 मिनट समय चाहिँ इन्डिभिजुअली दिन पाउँछन्। डिरेक्टली लाइभ इन्स्ट्रक्सन हो, यो रेकर्डेड होइन, लाइभ इन्स्ट्रक्सन हो। करिकुलम हुन्छ नि, एउटा कोर्स चाहिँ हामीले धेरै समय आइटरेसन गरेर यहाँ नेपालमा जसरी क ख ग घ पढाउँदाखेरि हुँदैन रहेछ भन्ने कुरो बुझेर कसरी पढाउँदाखेरि चाहिँ बाहिर भएका विद्यार्थीहरू जसले नेपाली बोलेकै हुँदैनन् उनीहरूले सिक्छन्। उनीहरूलाई प्रप्स चाहियो। एप्पल भन्दाखेरि स्याउ देखाइयो भने यो एप्पल, यसलाई अङ्ग्रेजीमा एप्पल भन्छ, नेपालमा स्याउ भन्छ भनेर सिकाउन सकियो। गाउँखाने कथाहरू भयो, भिडियोहरू भयो, सङ्गीतहरू भयो, त्यस्तो विभिन्न अलिकति इनोभेटिभ, क्रिएटिभ तरिकाले पढाउँदाखेरि सिक्दा रहेछन् भनेर त्यो हिसाबले पाठ्यक्रम तयार पारेका छौँ। ककाकीमा हामीले 5 वर्षदेखि माथिका बच्चाहरूलाई पढाउँछौँ। अनलाइन क्लास भएर अलिकति अटेन्सन चाहिन्छ। 5 वर्षदेखि चाहिँ 1 घन्टा अनलाइन कम्प्युटर अगाडि बस्न सक्छन् भनेर हामीले विभिन्न विद्यार्थीहरूबाट त्यो बुझ्यौँ। अडल्टलाई पनि होइन, वयस्कहरूलाई पनि नेपाली सिकाउँछन्। जो नेपाली भाषा सिक्न चाहन्छन्, त्यो विदेशी नै हुन सक्छन् अथवा बाहिर जन्मेका नेपालीहरू नै जो वयस्क भएका हुन्छन् उनीहरूले पनि सिक्न सक्छन्। एउटा तरिका चाहिँ यो लेभल सेट गरेका छौँ हामीले। सुरुमा अलिकति असेस गर्छौँ विद्यार्थीलाई, कतिको पढ्न आउँछ, कतिको लेख्न आउँछ, बुझ्न आउँछ भन्ने कुरो। त्यो बुझेर त्यही अनुसारको उस्तै विद्यार्थीलाई एउटा क्लासमा राख्छौँ। यो प्रोग्रेस रिपोर्ट पनि एकदम रेगुलर बेसिसमा विद्यार्थीहरूलाई कुन लेभलको प्रोग्रेस भइरहेछ भनेर प्रोग्रेस रिपोर्ट पनि प्यारेन्ट्सहरूलाई दिन्छौँ। जसकारण अभिभावकहरूले आफ्नो बच्चाहरूको प्रगति विवरण पनि प्राप्त गरून्, के भइरहेछ भनेर रिजल्ट देखिउन् भन्ने हिसाबले पनि। यो सुरुको च्यालेन्ज चाहिँ हामीलाई अलिकति समय लागेको थियो। कसरी त्यो लेभल 0 हुन्छ नि, जो बच्चालाई बुझ्ने, लेख्ने के पनि आउँदैन, त्यो बच्चालाई चाहिँ कसरी अगाडि बढाउने भनेर त्यो हामीले चाहिँ परिष्कृत गर्दै गर्दै एउटा सिस्टम, एउटा स्ट्रक्चर क्रिएट गरेका छौँ अहिले। अनि बच्चाहरूको तर्फबाट चाहिँ अलिकति लाज मान्ने, अनि एकअर्कासँग घुलमिल भइ नहाल्ने, अलिकति ओपन अप नहुने, त्यस्तो पनि च्यालेन्जेसहरू छन्। त्यसको लागि चाहिँ अब त्यही अब हामीले अलिकति इन्टरेक्टिभ, इन्टरटेनिङ तरिका, एकदम मनोरञ्जनपूर्वक पढाउन सक्यो भने हुँदो रहेछ भनेर त्यो अर्को सल्युसन भएको छ। बालबच्चाहरू यहाँ नेपाल आउँछन्, नेपाल ल्यान्ड गर्छन्, प्लेनमा ल्यान्ड गरेर बाहिर आउँछन् अनि नेपालमा स्वागत छ भनेर नमस्कार गरेको फोटो सायद एयरपोर्टमा छ। अनि त्यो चाहिँ उनीहरूले आफैले पढ्दाखेरि उनीहरूलाई चाहिँ कस्तो फिल हुँदो रहेछ भन्दा त्यो आहा मोमेन्ट हुन्छ नि,
ओहो म त मेरै ठाउँमा आएछु, यो त मेरै देश हो, यो त मेरै ठाउँ रहेछ, यो म विदेशमा घुम्न आएको होइन, भ्याकेसनमा आएको होइन, म आफ्नो घर आएछु भने जस्तो महसुस चाहिँ मेरै छोरीलाई पनि भयो। अनि मेरो अरू अभिभावक साथीहरूले पनि त्यस्तो अनुभूति भएको सुनाउनु भएको छ। त्यो सुन्दाखेरि चाहिँ एकदम गर्व महसुस हुन्छ। साथसाथै अर्को चाहिँ यो हाम्रो नेपालमा जो शिक्षक शिक्षिकाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सधैँ भनिराख्नुहुन्छ, जो विदेशबाट त्यो बालबच्चा लिएर अभिभावकहरू यहाँ नेपाल आउनु भएको हुन्छ, अलमोस्ट सबै अभिभावकहरूले पहिलो काम नै त्यो शिक्षक शिक्षिकालाई कन्ट्याक्ट गरेर आफ्नो त्यो बालबच्चालाई डिरेक्टली भेटाउनुहुन्छ। अनि त्यो सुन्दाखेरि चाहिँ त्यो कनेक्सन चाहिँ हामीले बनाउन सकेका रहेछौँ भनेर एकदम गौरवान्वित महसुस गर्छौँ। कसरी कम्युनिकेट गर्ने त, कसरी एकअर्कासँग आफ्नो विचारहरू व्यक्त गर्ने भन्दा भाषाले नै हो। काकीले पनि ठ्याक्क नेपाली भाषा सिकाएर विदेशमा बसेका बालबच्चालाई आफ्नो पहिचान चिनाउने, आफ्नो देश, आफ्नो नेपालमा भएको परिवारसँग, आफ्नो हजुरबा हजुरआमासँगको त्यो कनेक्सन एकदम प्रगाढ बनाउनलाई एकदमै मद्दत गरेको छ। जब एउटै भाषा बोल्न सक्दैनन् तब टाढिन्छन्, जब भाषा बोल्न सक्छन्, जब एकले अर्काले भनेको कुरा बुझ्छन्, एकअर्कासँग कम्युनिकेट दोहोरो संवाद गर्न सक्छन्, त्यसले उनीहरूलाई सँगै लिएर आउँछ। हाम्रो मुख्य उद्देश्य भनेको यो कनेक्सन नै गराउने, यो ब्रिङिङ कम्युनिटिज टुगेदर, कनेक्टिङ जेनेरेसन्स होइन, हजुरबा हजुरआमालाई नाति नातिनाको कनेक्सन जेनेरेसनसँग कनेक्ट गराउने एउटा सानो फुटप्रिन्टबाट अब बढाउँदै एउटा ग्लोबल रूपमै सबै देशमा पुर्याउने भन्ने हाम्रो उद्देश्य एउटा भाषा मार्फत भयो। अरू माध्यम के हुनसक्छ त, मेबी नाच हुनसक्छ होला, सङ्गीत हुनसक्छ होला, अरू भाषा हुनसक्छ होला, नेपाली बाहेक नेपाल भाषा, मैथिली, विभिन्न भाषा छन्। अब त्यतातिर पनि कसरी एकमुष्ट रूपमा कम्युनिटीलाई, समुदायलाई ल्याउन सकिन्छ, त्योतर्फ हामी लागेर नेपाली पहिचानलाई जोगाइराख्ने, नेपाली पहिचानलाई एकै ठाउँमा ल्याउने एउटा प्लेटफर्म हो भनेर ग्लोबल्ली चिनाउने प्रयासमा हुनेछौँ। कुनै पनि बच्चालाई, बालबच्चालाई फोर्स गरियो, ल यो सिक, यसरी बोल, यो गर भन्यो भने उनीहरूमा त्यो इन्ट्रेस्ट, त्यो रुचि बिस्तारै हराउँदै जान्छ र पछि म गर्दिनँ भन्ने लेभलसम्म पुग्न सक्छ। त्यसैले मेरो रिक्वेस्ट, रमाइलो वातावरण क्रिएट गरिदिनुहोस्, मिल्छ भने ककाकीमा जोइन गराइदिनुहोस्, अनि आफ्नो हजुरबा हजुरआमा अथवा नेपालमा भएका आफन्तहरूसँग कनेक्ट गराउने एउटा इन्भाइरोमेन्ट पनि क्रिएट गरिदिनुहोस्। जति धेरै इन्टरेक्सन भयो त्यति रमाइलो हुँदो रहेछ, त्यति आफैले अर्ग्यानिक रूपमा भाषा सिक्छन्, आफ्नो पहिचान, आफ्नो आइडेन्टिटी पनि के हो भन्ने कुरो जानिराख्छन्। kakaki.com हाम्रो वेबसाइटमा सबै इन्फर्मेसनहरू राखिएको छ, क्लासको लेभल्सदेखि लिएर कति प्रकारका डिफ्रेन्ट फरक कक्षाहरू छन्, त्यो इन्फर्मेसन पनि त्यहाँ पाउनुहुन्छ। यदि केही इन्फर्मेसन पाउनु भएन भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। जोइन गर्ने तरिका चाहिँ एउटा साइन अप फर्म पनि छ वेबसाइटमा, त्यहाँ गएर आफ्नो अथवा विद्यार्थीको थोरै इन्फर्मेसन राख्नुहोस्। त्यो इन्फर्मेसनको आधारमा हामीले लेभल अनुसार पर्फेक्ट कक्षा अनलाइन क्लास बनाउँछौँ अनि हामी हजुरहरूलाई कन्ट्याक्ट गर्छौँ।